सम्पूर्ण श्रमदाताहरू र हाम्रो भाइको च्यानल हेर्नुहुने सम्पूर्ण मित्रहरूलाई म नमस्कार भन्न चाहे। मेरो नाम अनिल राई, घर घटाङ दिक्तेल बामरा सङ्कुचार। हाल चाहिँ हामी यहाँ किर्तिपुरमा भव्य रूपमा श्रमदान गरिरहेको छौँ होइन। तपाईँहरू सम्पूर्ण पनि यहाँ आउनु होला श्रमदानमा होइन। त्यो श्रमदान अभियानमा जति पनि हामी जुटिरहेको छौँ, हामी एउटै ठाउँबाट मात्रै नभएर विभिन्न ठाउँबाट हामी श्रमदानमा जुटिरहेको छौँ। ल सबैजना श्रमदानमा आउनु होला भन्न म आग्रह गरेँ। सँगै हामी बिना स्वार्थमा श्रमदान गरौँ, देश बनाउनलाई जुटौँ सबैजना। आम नेपाली युवाहरू घरमा मोबाइलमा टिकटक र युट्युब हेरेर नबसौँ होइन। यो देशव्यापी रूपमा हामीले श्रमदान गऱ्यौँ भने हाम्रो देश बन्यो भनेदेखि हामीलाई नै सुख हुने हो, हाम्रो भावी सन्तानहरूलाई सुख हुने हो। र नयाँ किसिमको शिक्षाहरू आदान प्रदान गर्ने वातावरण बन्दैछ। हाम्रो मेयर हर्क साम्पाङ सरले नयाँ किसिमको शिक्षाहरू आदान प्रदान गर्ने माध्यम बनाउँदै हुनुहुन्छ। भोलि हामीले नेपालमै कल कारखानाहरू खोल्न सक्छौँ, विविध किसिमको उत्पादनहरू हामीले नेपालमै गर्न सक्छौँ। जुन उत्पादनहरू कतिपय त ठप्प अवस्थामा पनि छन् त्यसलाई पूर्ण सञ्चालन पनि गर्न सक्छौँ। र श्रमदानमा अनिवार्य जुटौँ र मेयर हर्क साम्पाङलाई सबैजनाले सपोर्ट गरौँ यही भन्न चाहन्छु। र देश बनाऊ होइन, देश बनाऊ। जय हर्क साम्पाङ, जय देश, जय नेपाल भन्न चाहे। हस्, धन्यवाद। यो नेतृत्वले अर्थात् यो पार्टीको ठुलो मान्छेले होइन अर्थात् सरकारमा गएपछि यो मान्छेले पकेटमा हाल्दैन। यहाँ अब यो हाम्रो बनाएर हाम्रो यो बजेट बनाएर त कसैले गोजीमा हाल्दैन। त्यो त पक्का छ नि त, हामीलाई विश्वास हुन्छ। त्यसैले हामी खर्च सक्छौँ। यस्तै विश्वास दिने सारा जनता खर्छन् त्यसमा होइन, खर्छन्। तर त्यही हो, शङ्का छ। हामीले खर्चौँ, खटेर कति त बजेट बनायोहरू होइन हालिदिन्छन् नि, आफ्नो पकेटमा लान्छन्। विश्वास नभएपछि अनि को गर्छ? खट्दैन होइन। योभन्दा अगाडि हामी नै खट्दैनथ्यौँ। खट्न जान्थ्यो किन? उनीहरूले योजना बनाएर पैसा खान्छ जान्न होइन। हामीलाई विश्वास भयो नि त। जब विश्वास भयो श्रमदाताहरूको बुझाइ चाहिँ यस्तो छ, विश्वास दिलाउनु पर्छ हो त। अब उहाँको त अगाडिदेखिको क्रियाकलाप होइन हरेक एक्टिभिटिजले हामीलाई त विश्वास दिलायो नि त। पक्का उहाँले चाहिँ यसरी खानुहुन्न है भन्ने कुरा चाहिँ हामीलाई जब भयो अब खट्न गाह्रो छैन, देश बनाउनलाई खट्नको लागि। टिकट मात्रै श्रम संस्कृति पार्कको काउन्टर 1, 2, 3 मा 1,87,000 उठेको पैसा हिजो मात्रै एक दिनमा भनेपछि यहाँ कति उठ्छ? साल हाम्रो तपाईँको अब हुन्छ पुरा होइन, त्यो आधी अलिअलि बनिँदै थियो, फुल पनि होइन। 1,47,00,000 कति उठेको थियो होइन। अब तपाईँको अहिले विचार गर्नुहोस्, अब यो यत्रो यो पार्कमा होइन यसलाई तपाईँको चाहिँ विभिन्न सेक्टर बनाउनुपर्छ यहाँ। जस्तो तपाईँको लमसम बनाउनु हुँदैन, त्यसलाई चाहिँ तपाईँको सेक्सन बनाउनुपर्छ। यस्तै क्षेत्र एरियाहरू जस्तो हाम्रो त उता छ नि अन्नपूर्ण, सगरमाथा यस्तै बनाएर यसलाई एउटा स्टेट बनाउनुपर्छ। अनि केटाकेटीहरूको लागि पनि आएर चाहिँ खेल्ने खालको एउटा त्यो खालको होइन अलिकति ठुलो ज्येष्ठ नागरिकहरूलाई। अनि एक खालको मौनता क्षेत्र भन्छ क्या, हामीले धराना बनाएको छौँ नि। मौनता क्षेत्र भने चाहिँ त्यो क्षेत्रमा आएपछि बिल्कुल बोल्न नपाउने, स्टडी क्षेत्र बनाउने, जस्तै स्टडी मात्रै गर्ने त्यहाँ चाहिँ होइन। अनि तपाईँको चाहिँ नि खेलकुद क्षेत्र सबै खालको त्यो टक्क एरिया छुट्याइदिनुपर्छ। अनि त्यो एरियामा प्रवेश गरिसकेपछि एउटा रुल्स नियम लागू हुनुपर्छ उहाँहरूलाई। जस्तो म यो क्षेत्रमा प्रवेश गरेपछि मैले के गर्ने के नगर्ने भन्ने खालको त्यस्तो खालको त्यो टक्क राखिदिनुपर्छ। अनि त्यो क्षेत्रमा छिरिसकेपछि मान्छेले आफ्नो एउटा अर्कै फिल होस् क्या। त्यो जस्तो हामी धरानमा के गर्छौँ, आएर धरानमा आउँदा एउटा हुन्छ, एसडिएसमा अर्कै हुन्छ, रोज गार्डनमा अर्कै हुन्छ होइन। अब त्यहाँबाट माथितिर क्षेत्र हुँदै जान्छ फेरि होइन। अब माछा पुछ्रे, कञ्चनजङ्घा, सगरमाथा होइन, मकालु हुँदै जान्छ। अनि मौनता क्षेत्र होइन। अनि त्यस्तै तपाईँको सबै आफ्नो क्षेत्र हुँदै जान्छ। जम्मा धरानको हाम्रो त्यहाँ 300+ त्यो हाम्रो त्यहाँ हाम्रो पनि 300+ हो त्यहाँको जुन क्षेत्रफल। ठुलो छ नि अझ यो त अनि 432 नि थोरै त यो 432 रोपनी जग्गा छ नि। यदि यो 432 रोपनी जग्गालाई अलिकति म्यानेजमेन्ट गर्न जाने सरकारले, अलिकति यसलाई तपाईँको चाहिँ सरकारीमा यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्न जाने भने अब काठमाडौँमा कहाँ जाने, के जाने, कसो गर्ने भनेर मान्छे कसो के भइरहेको हुन्छ नि त। तर के हुन्छ भन्दाखेरि त्यसो गऱ्यो भने यहाँ मैले भने नि 500 देखि 1000 जना मान्छेले चाहिँ इमिडिएटली रोजगार सिर्जना भइहाल्छ। 500 देखि 1000 जना मान्छेले रोजगार अवसर सिर्जना भइहाल्छ। त्यो तपाईँको प्राप्त भनेको तपाईँको यहीँकै
तपाईँको आय स्रोतले हुन्छ यो राज्यको पनि लाउनु पर्दैन क्या त्यहाँ राज्यको 1 पैसा नलाउँदा नि हुन्छ है अनि यहाँनिर पार्कहरू बनाउँदाखेरि जस्तै यो अब ठाउँ ठाउँमा हामी के बनाउँछौँ त होइन त्यो क्षेत्र बनाउँदाखेरि के गर्ने भन्दाखेरि नेपाली जनताहरूले तपाईँको कन्ट्रिब्युसन गर्न सक्छ हेर्नु यो त एकदम जस्तै आफ्नो पितृहरूको नाममा हामी धरानमा कति हो कति त्यहाँ कतिले आह्वान गर्छ यस्तो हाम्रो लागि एउटा चौतारा हाम्रो पुर्खाहरूको हाम्रो होइन पितृहरूको लागि चाहिँ हामीले एउटा बनाइदिन चाहन्छौँ भन्छ नि त तर उहाँहरूले बनाउनु पाउनु भएन हामीले त्यो ठाउँ नै दिन सकेन एरिया सानो भयो एरिया सानो भयो अब यहाँ पनि राम्रो तरिकाले एउटा निर्माण समिति बनाएर चाहिँ तपाईँको आह्वान गऱ्यो भने तपाईँले जस्तो आफ्नो पितृको नाममा यहाँ आफ्नो बाबुआमाको एउटा फोटो सहित एउटा तपाईँले सट्टासँगले बनाउनु पर्छ तपाईँ बनाउनुहुन्छ नि त हरेकलाई आफ्नो बाबुआमाप्रति चाहिँ एउटा सम्मान छ नि त आज त्यही बाबुआमाले यत्रो दुःख गरेर हामीलाई घर जग्गा जमिन सबै जोड्दै हुन्छ त्यो पितृ आमा बाउहरूको लागि एउटा कुनै एउटा ठाउँमा हामीले एउटा शान्तिको लागि एउटा चौतारा बनाइदिनु एउटा गार्डन बनाइदिनु एउटा केही गर्न सकिँदैन सकिन्छ फुलको बिरुवा दिन किन सकिँदैन सकिन्छ त्यस कारणखेरि पब्लिकमा त्यसरी आह्वान पनि गर्ने त्यसो गरिसकेपछि के हुन्छ भन्दाखेरि यो सोच्दाखेरि यो तपाईँलाई अप्ठ्यारो लाग्ला होला नहोला भनेर तपाईँहरू 1000मा 1% पनि नसोच्दा हुन्छ यो काठमाडौँको यत्रो मुटु हो यो काठमाडौँ भ्यालीको यत्रो यो तपाईँको चाहिँ यो त राजधानी हो नि त यहाँ तपाईँको आउने जाने घुम्नेको कमी नै हुँदैन हेर्नु अनि यहाँ के हुन्छ पहिला कुरो भन्दाखेरि त्यसो गरिसकेपछि मैले तपाईँहरूलाई के भन्छु भने विकासमा अपनत्व हुन्छ क्या एउटा दात्री संस्था आयो उसले एउटा ठ्याक्कै बनाइदियो होइन बनाइदियो उसले बनाइ त दियो ठिक छ लोक तर त्यसलाई के हुन्छ भन्दाखेरि आम नागरिकले विकासमा अपनत्व लिन्छ कि लिँदैन भन्ने कुरो महत्त्वपूर्ण कुरा हो क्या त्यो अपनत्व भनेको चाहिँ यो मेरो हो मैले हेर्नुपर्छ होइन मैले यहाँनिर मेरो आमाको मेरो परिवारको मेरो पुर्खाको मैले यहाँ जे भए पनि एउटा मैले चाहिँ एउटा अस्तित्वलाई मैले यहाँनिर राखिदिएको छु उहाँको एउटा प्रेजेन्टेसनलाई मैले राखिदिएको छु भने स्याहार्नुपर्छ हेर्छु होइन भन्छु यो मेरो ठाउँ मैले एउटा चाहिँ गरेको ठाउँ भन्ने एउटा माया पनि हुन्छ त्यसो भइराख्दाखेरि यो पार्कहरूको मैले एउटा चाहिँ परिकल्पना कसरी गरेँ भन्दाखेरि होइन यो मेरो परिकल्पना भन्दा नि अब त्यो अलरेडी भइसकेको भनौँ न यसलाई हामीले धरानमा प्रयोग गरिसकेको कुरा हो आम नागरिकलाई उहाँहरू के गर्नुपर्छ भन्दाखेरि आह्वान गर्नुपर्छ अनि तपाईँको चाहिँ अब यो मानिलिउँ यो रुख छ होइन यो रुखको क्षेत्रमा सानो चक्क परेको केही चिज गर्न चाहनेलाई होइन एउटा पहिला जिपिआर तयारी गरेर डिजाइन गर्ने अनि त्यहाँ यस्तो यस्तो छ तपाईँले कन्ट्रिब्युसन गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ त्यसको इस्टिमेट लागत यति छ यति छ यस बाबतमा तपाईँको के यहाँ रहन्छ त त्यो कुराहरू देखाइदिने त्यसो गरिसकेपछि टिम छुट्याइदिने अनि एउटाले तपाईँको चाहिँ स्टुडेन्ट एउटा रिडिङ मानिलिउँ तपाईँको पढ्ने क्षेत्र कस्तो राम्रो हुन्छ होइन पढ्ने मात्रै यो जङ्गलको मुनि एउटा चाहिँ एरिया यस्तो तोकिदिने त्यो क्षेत्रमा आएर कोही पनि नबोल्ने खालि स्टडी गर्ने मान्छे मात्रै आउने स्टुडेन्टहरूको लागि उहाँहरू स्टुडेन्टहरूको लागि स्टुडेन्टको कार्ड दियो भने तपाईँको पैसा लिइराख्नु पर्दैन होइन उहाँहरूलाई दिँदा भइहाल्यो स्टुडेन्टहरूलाई उनीहरूले आएर स्टुडेन्टहरूले गरेर एउटा बनाउने उनीहरू स्टुडेन्टहरूले नै तपाईँको के गर्ने भन्दाखेरि श्रमदान गर्ने अनि आह्वान गर्ने कुनै पब्लिकलाई होइन त्यसो गर्ने अनि एउटा समग्रमा एउटा पार्कको सानो थोरै होइन काउन्टरहरू खोलिदिने होइन अनि प्रवेशद्वार एक्जिस्टहरू बनाइदिने चक्कासँगले त्यसो गरिसकेपछि 10 रुपियाँ 20 रुपियाँ भनेको केही पनि होइन तर 1000 5000 मान्छे 10,000 मान्छे आयो भने हो त्यो 10 रुपियाँ 5 रुपियाँ 5 रुपियाँ 10 रुपियाँ कति हुन्छ भने त्यो संस्कृति पार्कमा हेर्दा थाहा हुन्छ क्या त्यो लाखौँमा अनि 20 रुपियाँ छ तपाईँको लाखौँमा करोडमा हजुर अब उठाइदिएको छ तपाईँको चाहिँ 1,87,000 एक दिनमा होइन महिना होइन एक दिनमा हिजो मात्रै भन्नुहोस् न हजुर दिनमा त्यत्रो उठेको छ होइन भनेपछि कति धेरै त्यहाँ पैसा उठ्छ होइन त्यस्तो हो क्या त्यस कारणले गर्दाखेरि थोरैले नै धेरै हुन्छ अनि सानो तपाईँको नानीहरूको लागि स्टुडेन्ट केटाकेटीहरूको लागि होइन त्यस्तोहरूको लागि पनि एउटा राम्रो एउटा चाहिँ त्यो एउटा क्रिएट गरिदिने होइन अनि उनीहरूलाई खेल्ने ठाउँहरू बनाइदिने अब आमा बाउहरूलाई कहाँ लाने छोराछोरी भन्छ नि त होइन हो यस्तो ठाउँहरू छेउछाउतिर चाहिँ ल्याएर टक्कसँगले चाहिँ उहाँहरूलाई खेलाउने ठाउँ पनि एउटा बनाउने